हाम्रो कुन बेलामा कुन मित्र हुन्छ भन्ने कुराहरूलाई हामी व्यापक रूपमा छलफल गर्न गइराखेका छौँ। यसलाई यसरी सुरु हुन्छ, जस्तो विद्या मित्रम प्रवासेषु भार्या मित्रम गृहेषु च व्याधि तस्य सदा मित्रम धर्म मित्रम मृतस्य च भन्छ। यदि हामी प्रवासमा गयो अथवा विदेशमा गयो भने हाम्रो मित्र कुन हुन्छ? त्यतिखेर नयाँ ठाउँमा गयो, नयाँ देशमा गयो, यदि हामीमा कुनै पनि विद्या छैन, कुनै पनि भाषाहरू छैन, जानेका छैनौँ भने त्यतिखेर हामीले ठुलो दुःख पाउँछौँ। त्यसैले त्यो ठाउँमा हाम्रो मित्र हुने भनेको केवल विद्या मात्र हो। हामी मानव कुनै अनकन्टा ठाउँमा गयो, त्यो अमेरिकाको कुनै नचिनेको ठाउँमा गयो, पैसा त छ तर कहाँ जाने हो के गर्ने हो थाहा छैन भनेपछि पैसाले काम गर्यो बाबु? गरेन। त्यतिखेर हामीलाई विद्या चाहियो, इङ्ग्लिसमा भुटुटुटुटु बोल्न सकेर आफ्नो एड्रेस बताउन सक्नु पर्यो, अनि मात्र काम बन्ने भयो। त्यसैले प्रवासमा हाम्रो मित्र भनेको विद्या हो। अर्को भार्या मित्रम गृहेषु च, यदि हामी घरमा गइसकेपछि घर परिवारसँग बसेका छौँ भने हाम्रो मित्र कुन हुन्छ? त्यतिखेर श्रीमती। श्रीमती भने दुखी बिरामी ज्वरो सरुवा भने के भयो कसो भयो, खायो नखाएको, काम गरेको नगरेको आदि इत्यादि कामहरू कसले लेख्दै गर्ने काम गर्नुहुन्छ? छिमेकीले त गर्दैन नि, त छिमेकीले त स्वार्थी कुराको लागि केही काम छ भने गर्ने होला, नत्र गर्दैनन्। त्यसैले हामी जस्तो अफिस जान्छौँ, 10 बजे जान्छौँ, 4 बजे आउने हाम्रो टाइम हुन्छ मानव उदाहरणका लागि। यदि हामी 4:15 पनि आइपुगेन भने श्रीमतीले कल गर्नुहुन्छ, किन आउनु भएन, आउने बेला त भयो भनेर उहाँले त्यो चासो हुन्छ कि, किनभने स्पेसली हाम्रो मित्र हुन्, साथी हुन्। त्यसैले त्यो आएको बेला नआएको बेला अथवा कुनै दिन मिटिङ सिटिङ भएर ढिला भयो भने पनि हामीले जानकारी गराउनुपर्छ, यो कारणले म आउन सक्दिनँ भने। किन जसले हाम्रो बारेमा एउटा चिन्तन गरिरहन्छ उसले हामीले वास्तविक कुराहरू भन्नुपर्छ। ढाँट्ने छलकपट गर्ने, श्रीमतीले ढाँटेर यहाँ त्यहाँ गर्नु हुँदैन, किनभने हाम्रो जीवनको मित्र हो। मरिसकेपछि पनि जुनी पनि चाहिने भनेको को हुन्? श्रीमती। श्रीमती नै छैनन् भनेपछि त संसारै शून्य छ। घरमा यदि श्रीमती सुख तिमीहरूको मित्र हुन सकेन भने छोराछोरी अलपत्र पर्छन्, छोराछोरी अलपत्र पर्नाले त्यो घर परिवार अलपत्र पर्छ, घर परिवारै अलपत्र पर्नाले हामी तहस नहस हुन्छौँ, त्यो भाँड भैलो जस्तो हुन्छ। त्यसैले एकअर्कामा माया र प्रेम हुनुपर्छ। गृहस्थ आश्रममा श्रीमतीलाई सबैभन्दा बढी सम्मान दिनुपर्छ, माया दिनुपर्छ। आफूले जे काम गर्छौ तिमीहरूले जानकारी गराउनुपर्छ। जानकारी गराएर सानो हुने जोइटिग्री हुने होइन, किनकि झन् आफ्नो बहादुरी झर्किन्छ। म यो ठाउँमा यसरी जाँदैछु, यस्तो गर्दैछु, यतिखेर आउँछु भन्नुपर्छ। जसले हाम्रो बारेमा सोध्छ नि त्यसैलाई पनि सबैलाई भन्ने कुरा भएन, गाउँघरमा सबैलाई गएर म यतिखेर जान्छु यतिखेर आउँछु भन्न आवश्यक हुँदैन, तर श्रीमतीलाई भन्नुपर्छ है। अर्को आयो व्याधि तस्य सदा मित्र। यदि तिमीहरू अत्यन्तै रोगी भयो, ज्वरो आयो, टाइफाइड भयो भनेपछि त्यतिखेरको हाम्रो मित्र को हुन्छ? हो, भेरी गुड। त्यतिखेरको विद्याले काम गर्छ। ज्वरो आएर यहाँ सुतिरहेको छ उतार्नु परेर अनि टाइफाइड त्यो विद्या जानेर भागवत ल्याएर सिराङमा राखेर त ठिक हुँदैन। बरु मर्ने बेलामा फेरि गीता सुनाउनुपर्छ, पुराण सुनाउनुपर्छ, मुक्ति चाहिँ पाइन्छ है फेरि। त्यसैले यदि हामी रोगी भइयो, बिरामी भइयो, आदि भइयो भनेपछि यतिखेरको हाम्रो मित्र को हुन्छ? औषधि अनिवार्य हुनुपर्छ। त्यतिखेर श्रीमतीले नि काम हुँदैन। सानो ज्वरो आयो भने तातो पानी तताएर तुलसीका पात राखेर दिनुलाई त्यो आफ्नो ठाउँमा छ, तर हामीले खास औषधि नै मित्र हुन्छ है। अर्को आयो धर्म मित्र मृतस्य छ। यदि हामी मरिसकेपछि हाम्रो मित्र को हुन्छ? हो, गुड। यदि हामीले धर्मै गरिएन यो जीवन जगतमा, अब ज्यान छ शरीर छ भनेर तिमीहरूले धर्मै गरेन, म जतिको कोही छैन सोच, यो त क्षणमा हाम्रो नष्ट भइरहेको छ। जहिले अहिले म जोगानी छु त्यसो म तिमीहरू सबैलाई पनि लड्न सकौँला, तर म यो बारम्बार मेरो क्षण भइराखेको छ कि मैले यो बेलामा धर्मको सञ्चय गर्न सकिनँ, भगवानको पूजाआजा गरेर मैले त्यो मार्गलाई अवलम्बन गर्न सकिनँ भने मैले त्यतिखेर भयङ्कर दुःख पाउँछु। त्यसैले मरेपछि न आफ्नो दाजुभाइ जानुहुन्छ, श्रीमती पनि मयु भनेर प्राण प्यारी भनेर हामी भन्छौँ, तर न मरेपछि उहाँ जानुहुन्छ। पहिला सती पर्दा त्यो हटाउनै पर्ने थियो। त्यसैले गर्दाखेरि हामी यति यमलोकको बाटो लाग्यौँ भने चाहिँ हामीले धर्म गरेको हुनुपर्छ। त्यतिखेर हाम्रो अगाडि पछाडि लाग्ने भनेको धर्म हो। धर्म भनेको फेरि के हो भन्ने कुराहरूलाई यो एउटा पूजापाठ गर्नु मात्रसँग सम्बन्धित नभएर धर्मलाई थुप्रै तरिकाले व्याख्या गरेको छ। हामी यो अर्को भिडियोमा पनि फेरि गरौँला। त्यसैले अहिले हामी समग्रमा बुझ्दाखेरि हाम्रो यदि मृत्यु भइसक्यो भने हाम्रो त्यतिखेरको साथी भनेको को रहेछ बाबु? धर्म हो। यसरी यो ठाउँमा यी कुराहरू भयो भने बल्ल हाम्रो जीवन सार्थक हुन्छ। यी कुराहरूलाई कहिले भुल्नु हुँदैन। अहिले हामीले अब प्रवासमा विद्यामित्र हुन्छ भने चाहिँ हामीले अहिले पढ्न छोड्नु भएन, शास्त्रहरूको अध्ययन गर्ने, चिन्तन गर्ने, विभिन्न विषयवस्तुहरूको ज्ञान हासिल गर्न पर्यो, श्रीमतीहरूसँग राम्रो सम्बन्ध राख्न पर्यो। मैले अघि नै भनिसकेँ, ढाँट्ने छल कपट आदि गर्ने काम कति नै गर्नुहुन्न, यसले आफैलाई नै हानि नोक्सान पुर्याउँछ। यदि रोगी आदि भयो भने हामीले औषधि सेवन गर्न पर्यो, त्यतिखेरको मित्र त्यही हुन्छ। त्यसै गरी यी जसरी कुरा ठ्याक्क मिलेका छन् त्यसै गरी मरिसकेपछिको मित्र भनेको पनि धर्म नै।
यसमा दुई मत कति पनि छैन। धर्म कर्म गर्नुहोला। यति भन्दै आजको कसको मित्र को भन्ने कुराहरूलाई यहीँ टुङ्ग्याउँछु। बाँकी कुराहरू अर्को भिडियोमा हामी फेरि साबर गरिराख्नेछौँ अथवा जानकारी गराइराख्नेछौँ। अब भिडियोलाई लाइक कमेन्ट सेयर अर्को के अरे सब्सक्राइब अलि जोडले भने के अरे सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै ज्ञानगुणका कुराहरू दिइराख्नेछौँ। हस्त धन्यवाद।